हेलो नमस्ते सबैजनालाई है। मार्केटमा आज धेरै पछि नै एउटा राम्रो राइज आउन सकेको छ। हाम्रो एकदमै लोवर साइडको नै जहिले पनि लोवर देख्न सकिरहेको थियो है। तपाईँहरू पनि सबैजना लस, हामीहरू पनि सबैजना लस, ओभरअल नेप्सेमा जो छ सबैजना लसमै थियो। अहिलेको दिनमा एउटा रिकभर आएको छ है। तर यो रिकभर आयो भन्दैमा सबै स्टक किनिहाल्ने होइन, अस्तिको जस्तो गल्ती गर्ने छैनौँ योपालि होइन। अब आउने माथिको राइजहरूमा चाहिँ हाम्रो आज भोलिको दिनमा है एकदमै इम्पोर्टेन्ट, यो भोलिको इम्पोर्टेन्ट तपाईँहरू सबै याद गर्नु होला है। भोलिको दिन अब किन्न मन लाग्छ सबैलाई, मार्केट बढ्न साथै किन्न मन लाग्छ, मार्केट घट्दाखेरि कसलाई किन्न मन लाग्दैन। भोलिको दिन खस्दा फेरि हाम्रो 2720तिरको लेभलमा फेरि ओपनिङमा तपाईँको खस्यो अथवा हाम्रो इन्टरडे करेक्सनमा खस्यो भने हो हामी इन्ट्री लिन सक्छौँ, लोवर प्राइसमा इन्ट्री लिन सक्छौँ भोलिको दिन पनि। तर त्यसको लागि 2720 लेभल अथवा थोरै लोवर प्राइसमा चाहिँ आउनु पर्यो। र भोलिकोमा एकदमै आजको बढे अनुसार भोलिको स्टार्टिङमै बढेर तपाईँको 2800को लेभलमै 2800देखि 2810को लेभलमा फेरि रेजिस्टेन्स बढ्न जान्छ। हाम्रो पुरानो लेभलको मेजर रेजिस्टेन्सको जोन नै त्यता छ। त्यसले एकदमै एक्साइटेड भएर भोलिको राइजमा नै किन्ने गल्ती चाहिँ नगर्नु होला। हामी पनि अपडेटहरू दिन्छौँ है, ग्रुपमै अपडेटहरू दिन्छौँ। अहिलेसम्मको हेर्ने हो भने चाहिँ भोलि घट्यो भने किन्न सकिन्छ, भोलि बढ्यो भने चाहिँ अलिकति डरलाग्दो छ है। भोलि बढेर तपाईँको एकदमै 2800 हाम्रो 13 भन्दा नि माथिको क्लोजिङहरू दिन थाल्यो भने त हो अब मार्केटको सेन्टिमेन्टै फेरि बुलिस टर्नहरू हुन थाल्यो। अब चाहिँ पोजिटिभ भयो, सबै होल्ड पनि गर्न सक्छ। अब फेरि नयाँ किन्नेहरू स्ट्राटेजीमा पनि लाग्न सक्छ भने हेर्न सकिन्छ होइन। भोलि यताबाट सेलिङ आयो भने फेरि लोवर साइडतिर चाहिँ नयाँ किन्नलाई हेर्न सक्नुहुन्छ। र टपमा किनेर जो अड्किराख्नु भएको छ उहाँहरूले यताको लेभलमा कुनै स्टकमा त होला है, हाम्रो अब एउटा रिस्क म्यानेज गरेर बेच्नु पनि हुनसक्छ र देख्नु पनि सकिन्छ। तर धेरै जस्तो स्टकहरू चाहिँ नबेचेर होल्ड गर्ने स्ट्राटेजीहरू नै बेटर देखिन्छ। अब आजको अपडेटहरू हेर्दाखेरि एउटा चाहिँ के छ भन्दाखेरि हाम्रो आज मार्केट बढेछ है, तर पनि हाम्रो ब्रोकर वाइज हेर्दाखेरि चाहिँ 58ले बेचिरहेको चाहिँ देख्न सकिन्छ है। ओभरअल म्यासिभली नै बेचिरहेको, अरू ब्रोकरहरूले त्यस्तो केही बेचेको छैन है। 58ले मात्रै, अरू त सबै बाई साइडमा नै बेटर देखिरहेको छ। र 58मा अलिकति जसले हेर्नुहुन्न उहाँहरूलाई एउटा अपडेट मात्रै, हेर्नु भएको साथीले त आफै हेर्नु भइहाल्यो होला। ल 58मा है आज एनआरएनमा म्यासिभली सेल गरेको छ। एनआरएन एकदमै बढेर क्लोज गरेको, तपाईँहरूसँग कतिजनासँग छ होला एनआरएन पनि। एनआरएनको तपाईँले डेलीमा हेर्नु भने एकदमै बढेर क्लोज गरेको छ। तर एउटा डिस्ट्रिब्युसन चाहिँ हुनसक्छ है एनआरएनमा, अरू कम्पनीमा होइन है। तपाईँको एनआरएनमा चाहिँ एकदमै इम्पोर्टेन्ट गर्नुपर्ने देखिरहेछ। अनि अर्को भनेको हाम्रो रिदी एकेडेसियलहरू जस्तोमा पनि ओभरअल डिस्ट्रिब्युसनको प्याटर्नहरू नै देखिरहेको छ है। त्यसैले एनआरएन रिदी एकेडेसियलहरूमा चाहिँ अझै पनि अवेर भएर बस्नुपर्छ। तर अरूहरू तपाईँहरूको जस्तो कि धेरैले प्रभु किन्नुपर्छ, एचडिएसपिसी किन्नुपर्छ है, त्यसको लागि चाहिँ होल्डै भन्छु, राम्रो देखिरहेछ है। प्रभु पनि राम्रै देखिरहेछ, एचडिएसपिसी पनि राम्रै देखिरहेछ। अर्को हाम्रो जस्तो कि हाम्रो सर्माइमहरूसँग अफर छ, अफर पनि राम्रो देखिरहेछ आजको दिन है। एचडिएसपिसी पनि एकदमै राम्रो नै देखिरहेछ। एउटा ठुलो हाम्रो माइनर डिग्रीको ट्रेनहरू ब्रेकआउट गरेर नै माथि गएको देख्न सकिन्छ। मेजर डिग्रीको अझै पनि नगरे तापनि नयाँ इन्ट्रीको लागि पनि पोसिबली हाम्रो लोवर साइडतिर टेस्ट गर्न आयो भने फेरि एचडिएसपिसीमा हाम्रो 214तिर फेरि टेस्ट गर्न आयो भने अभियसली मजाले नै किन्न सकिन्छ। तर हाई प्राइसमा चाहिँ एकदम नकिनिदिनु होला। भोलिको दिन पनि हामी लोवर साइडमा आयो भने चाहिँ हेर्न सक्नुहुन्छ। र शिवम पनि धेरैलाई चासो छ होला है, हाम्रो किनभने माथिको जोनमै किनेछु, त्यसैले पनि अब अभियसली धेरैलाई चासो भइहाल्छ। आजको दिन त्यस्तो राम्रो भल्युम चाहिँ आउन सकेको छैन शिवममा पनि अझै पनि है। तर हाम्रो इन्टरडेमा हेर्ने हो भने एउटा माइनर टाइम फ्रेमलाई चाहिँ एउटा ट्रेनहरू ब्रेकआउट गरेर फेरि टेस्ट गरेर माथि जाने एरियातिर चाहिँ देखिरहेको छ। त्यसैले एभरेजिङ चाहिँ अभियसली गर्न सक्नुहुन्छ शिवममै, सबै कम्पनीमा गर्न सक्नुहुन्न। एकदम बढिसकेको कम्पनीहरूमा डर छ अझै पनि होइन, तर भर्खर ब्रेकआउट दिएको कम्पनीमा अभियसली गर्न सक्नुहुन्छ। शिवममा भोलिको दिनमा है हाम्रो यो लेभलभन्दा माथिको क्लोजिङ चाहिँ चाहिने हुन्छ। हाम्रो 676 भन्दा माथिको क्लोजिङ चाहियो भने शिवम बटम यहीँ लाग्यो, फेरि अब अप ट्रेन्डको सुरु भयो भनेर पनि बुझ्न सक्नुहुन्छ। त्यसैले टच चाहिँ राख्नु होला है। आजको दिन चाहिँ हामी भिडियो बनाएर आएको छौँ, किनभनेपछि टेक्स्ट पनि तपाईँहरूलाई पढ्दै के पनि भइसक्यो होला एउटा त होइन। भिडियो भयो भने अलिकति सजिलो पनि हुन्छ हजुरहरूलाई पनि। र फर्दर दिनमा पनि हामी मिले बेला भिडियोहरू आउँछौँ, नत्र ट्याक्सहरूबाट पनि आउँछौँ। सबैजनालाई धेरै धन्यवाद है, विश्वास गरेर बसिराख्नु भएको छ, होल्ड गरिदिनु भयो। अब आउने दिनमा होल्ड गरेकोमा नि कुनैमा स्टप लस गर्नुपर्ने छ भने हामी भन्नेछौँ। त्यो बेला डिसिप्लिनको साथ हामी सबैजना स्टप लस पनि गर्नेछौँ भन्ने आशा छ। सबैजनालाई थ्याङ्क यू।